त्यही हुन् क्या मगर चाहिँ मलाई खिजाउँछिन् बुहारीबाट पाइपबाट गएर ढुङ्गो पुगिन यहाँ आउनु है भने नि क्या अरू क्या पनि हुन्न त्यही त हो कि यहाँ म बुहारी छलेरी भागा हाम्रो त आजूले नखिच्या मार्गले छुया छ जेठा भाइ त छ भइ कहिले कहिले गाईवाला आउँछ कहिले भैँसावाला जान्छ मयौ अनि भनेर अस्ति म कहाँ गएको थिएँ गाईवाला आएछ अनि हामीले यहाँ आउनु है बाबु साई भन्याउ क्या भन्याउ र भन्थिन् गरे आज सत्य बौला र छ भन्थिन् गरे अनि ढुङ्गाले गाड्न आने भन्थिन् जे आजले मलाई गाल गरे ढुङ्गाले हाल्छ नि छोटीलाई अन्न भने होइन बाउले पनि ढुङ्गाले हान्छ नखिच्या भनेको छ नि त मैले ढुङ्गाले हानी मारेको त रिस उठाउँछ ज्यान थिएको नम्रो छैन क्याले छुया मान्छ सिद्धले छुया सिद्धसित मालुक हुन्छ सिद्ध मालुक भनिएर सबै जोगायो नै म ढुङ्गाले हान्यो चेत्ने भनेर क्या किन बोलाएछ नि त बुहारी आऊ भनेन यहाँ आउँदो कक्कर खाना भन्छन् कक्कर नखाने मान्छेलाई त्यही हो छोट्या मान्नेले नि क्या नि छोट्या राम्रो माया माने नि तिमीलाई त्यही छ होला सबरियादेखि त नेरी अरू त वाक्कै जान्छ त्यसो भने भाइ सिटी जान्छ नभने पनि गयो त्यहाँ अरू ठट्यालले यहाँ गोड ल्याउ त्यहाँ तिमीहरू थाहा पाउनु ठट्यालले यहाँ गोड ल्याउ त्यहाँ त्यो देव्या पनि चिनिसक्यो देव्याले कहिले कहिले गाई हिँड्थ्यो तल्लोदारेबाट अर्का गिठ्याले हिँड्थ्यो गिठ्या पनि चिनिछौ तिनी हुन् ठाउर पुनले पनि पुन पनि जान्थ्यो बलिबिरे पुन पनि तिमीहरू चिनिछौ ऊ पनि यहाँ चाहिँ ल्याउँथ्यो हर्का ठाउँ क्या भए अनि खट्का ठाउहरू भयो खट्का ठाउहरू पनि तिमीहरू चिन्दैनौ सिगारो खट्क्या अर्का गोठुनु हिँड्थ्यो आफ्नो त्यहाँ जग्गा थिएन पुनो जग्गा एउटा फाटो मागेको थियो वन खुवाउने भने त्यहाँ वन खुवाउने गरे तल यहाँ थियो तल वन छैन भने त्यहाँ सिँगारो भन्ने यहाँ चाहिँ अहिले त थियो तलबाट कता गयो सिँगारो हती थियो सिँगारो किन उन्नु र सिँगारो भने पहाडी गोथास भने त्यहाँ थियो सिँगारो पनि तिमीले छोटीसित बस्थ्या त उनी क्या गर्थ्यो भोलि जान्थ्यो बस्यो म भैँसा गराइ थिएँ उनी त बड्डा गरेर लिन्थ्यो गाई माथि कहाँ थियो म राता पढ्नु लिन्थ्यो उमै लिन्थ्यो झारिया आउँथ्यो फेरि कुक्काउँदै झारिया कसो कुक्काउने हामी छौँ छोट्या भन्ने पुण्यगिरी भयो अरू कालोगिरी भयो कालु जेसी भए अर्को भेट्टो खोला बागमन्ट्या भए तिनी आउने तिनी जान्थ्या कुक्काउँदै दुईला भाइ त बस्दै छोटी अनि नखिच्या नानी बहिनी पनि थियो खाइनु त त्यही बुढाइ छोरी पिमा थियो क्या मोला अरू भए पनि मोला थियो पिमा रातो बुढाइ बहिनी जेठी उनीहरू कथा पहिलो गइ मरिगयो गरे माया त तिमीलाई मान्ने फेरि हाम्रो साइलो पनि पल्टिन्थ्यो अहिले हाम्रो साइलो पनि जेठी हुन् पिमा भन्ने हाम्रो साइलो उतैरो फेरि त्यति हुन् तल्लोदारे गोलिया देव्या त देव्या भन्दा 4 महिनाले खान्छै हो साथै कता मै इर्जो सेर्या फेरि उतैनु इर्जा सेर्या पनि यहाँ कहाँ को जग्गा किनिएको थियो गोड ल्याउँथ्यो आइ सबै एउटैसित बस्थ्या त बस्या न म केही गइनँ म भैँसावाला हौ तलै थिएँ उता यासहरू भेषहरू पनि ल्याल्ने तिमी हेर्ने उनी छोटी बहिनी मरिए त्यही त होला कति हुँदैन गएको मान्छे हो